हेर्नुहोस् त आज हाम्रो सुशान्त समितिको मिटिङ थियो नि हो त्यो मिटिङ भन्दा पहिला तपाईँ नै पहिला एरेन्ज गर्नु हतार हतार आज मिटिङ छ भनेर घरबाट जाने है आज त यी म गएँ नि अब हो म सानो छोरा प्रसिन गयो मेरो आमा गयो अनि हो समाजबाट है समाजको सेक्रेटरी साङ्गे सर सल्लाहकार कान्छा दाजु सरी उहाँको नाम चाहिँ मलाई अलिकति आएन अनि समाजको अरू सदस्यवर्गहरू है सबै तपाईँलाई सम्मान मैले तपाईँ सम्मान थापेर ल्याएँ मैले तपाईँलाई त यो संसारलाई छोडेर जानु छिटो हतार लाग्यो भगवान्लाई पनि बोलाउन हतार लाग्यो है त मैले त यी सम्मान थापेर ल्याएर यी छोरा प्रज्वलले त्यहाँनिर तपाईँको ठन्डे बनाइदियो अहिले म फेरि खदा पनि लगाइदिन्छु त्यहाँनिर है तर गए पनि चारैतिर छाप चाहिँ तपाईँले राम्रो नै छोडेर जानुभयो यी कतिवटा सम्मान पत्र थुपारिसक्नु भयो एउटा दुईटा तीनटा योसँग चारटा अझै आउँदैछ तपाईँको सम्मान पत्र अब तपाईँलाई यो संसारलाई छोडेर जाने हतार लागिहाल्यो भगवान्लाई पनि बोलाउने हतार लागिहाल्यो अब के गर्नु र है हुनु त अब यो संसारमा आएपछि जानै पर्छ अजम्बरी जिन्दगी अजम्बरी बुट्टी त कसैले पनि खाएर बसेको छैन झन् अहिलेको कलियुगमा त झन् अजम्बरी जिन्दगी लिएर आउने अजम्बरी बुट्टी खाएर बस्ने त कोही पनि छैन है गाउँ समाज है अब प्रेसिडेन्ट तपाईँ थियो आजदेखि त प्रेसिडेन्ट पनि चेन्ज भयो हुनै पर्यो हुनु त है राजा मरे पनि राजाको गद्दी त खाली त कहिले पनि हुँदैन हुन त तपाईँको प्लेसमा मलाई भन्नु हुँदै थियो है उहाँसँगै सर दाजुहरूले तर मैले चाहिँ अब म चाहिँ अब यो भार चाहिँ लिन सक्दिनँ किनभने अब मेरो त अब घरमा नानीहरू पनि सानो छ मेरो मन्दिर छ